हेर गोब्रो सोब्रो भिजेर हल्लिएर रहेको हो क्या हल्लिएर रहेछ अर्को यो हल्लिया के हो यसमा नि दुई राम्रो छ त अनि अब हामी चाहिँ खानेकुराहरू खान्छ रोशन र म ट्याक्क लाएर रोशन र मरि लामो मुजिरहेछ मासु अहिले आउँछ यहाँ आउनु पर्यो मस्त कसले खान्छ पैसा छैन यार पैसा दिनु पर्दैन मलाई खोइ मागेको पैसा नभएर यहाँ कस्तो हालत भयो अनि रोशनको अनि तिमीले दियो खोइ मागेको दियो दिएन बुक्ला ल्याउनु ल्याउ भन्छ आज टक्क सिङ्कै जान्छ कस्तो बोतल आमा केटाहरू त यहाँ ल्याइदिने त्यो के हो दाइ हो दाइ अनिस दाइ के अनिस दाइ आमा पुरै यस्तोमा रोक्छ मारिसक्यो केटाहरू खै ओत्या देखाउनु त दाइ नाक त सक गर्नुहुन्छ त के हो सेतो हुन्छ कि पर्फ्युम हान गाइस पर्फ्युम आमा यहाँ मर्छ यो गुलियोमा हालेर हान्देऊ न अर्को हान्देऊ त एकछिन फोटो हान्देऊ त यहाँ आउँछ क्या साँच्चै हो क्यामेरा देखाउ त भाइ यता फोदिरहेको क्यामेरा हो त अनि त्यस्तै हो पछाडिको निकाल्नु न मोबाइल आउँछ आफू चाहिँ सम्झिन्छ फोटो खिच्ने काम गरिरहेको छ यता होइन यस्तो दुईटा हातले क्यामेरा खै तिमी दुईटा खिच्ने बाहिर हो फाइनली गाइस गाडी लिएर त छोड्यो यता होइन तर कहाँ छोड्यो थाहा छैन कहाँ जानु अब यहाँबाट हिउँ यता हेर हिउँ छ यता हेर हिउँ अनि कहाँ जानु ल रेजलाई म हान्छु ल आइजले ओए यता चढाउँ न त्यो पार यो अलि ऊ खालेको भएर ऊ छ कि माथि जाऊँ न माथि कहाँ हो ल गाइस अब हामी चाहिँ कन्टिन्यू लाग्दैछ हिउँकेला डाँडातिर जाँदैछ यस्तो अनि कलसर लगाएर रोशनसान अनि अगाडि चाहिँ यिनीहरू अनि तिनीहरू त कहाँ उता गयो त रोशन कहाँ हो त गयो नि अझै हिउँले हान्ने हो गाइस मार्छ जाउँ केटा मर्छ उता गयो कि सबै ऊ पारिरहेछ घुम्ने ठाउँ जाउँ जुत्ता भिज्यो क्या हो यार त्यता छैन ठाउँ यता हो छैन यता सबै यता गयो ल अब हामी चाहिँ यतातिर लाग्छ अनि हिउँसिउँ खेलेर रमाइलो गर्नुपर्छ यसको भिडियो आउँदै गर्छ अनि हाम्रो गाडी चाहिँ यहाँ छ गाडी नम्बर कति गरे त्यो बिचको होइन हाम्रो गाडी अनि अब हामी चाहिँ उता लाग्छ यता सबै यता गयो आऊ न यता ल दामी मजा आउने होला चाहिँ गाडी चाहिँ यति धेरै मान्छेहरू घुम्न आउँछ कि गाडी लगभग कति धेरै छ यहाँ सबै यो पार्किङ गरेछ पार्किङ पनि यहाँ त महँगो होला होइन हिउँ फाल्नु पर्छ नि त है अनि गाडी यसरी राखेछ कि पुरै मिलाइ अनि हामी चाहिँ यता जाने हो यता माथि फोटोसोटो खिच्ने कार्यक्रम हुन्छ अनि भिडियो पनि बनाउँदै गर्छ हिउँ टक्क लाएर अब हामी चाहिँ यतातिर राख्दैछ कन्टिन्यू घर चाहिँ यस्तो केले छाएको त्यो खर्ले हो कि के हो माटो हो कि के हो बालु हो कि निक्सिँदो रहेछ कि यो सबै अनि यो हिउँ फाल्दाखेरि निक्सिन्छ होला नि त पुरै मेमो गर्दै हिँड्छ मेमो ल यहाँनिर खिच्देऊ न ओइ खै हामी कहाँ खिच्नु है यो 50+ ला छ त यहाँ त
भुवन भ्लगर एके भुवन चक्लेटी बोय इज कमिङ हियर यहाँ भ्लग सुरु पनि भइसकेछ र हाम्रो यता चाहिँ हिउँछ फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ लु फोटो खिच नि त आमा मारे वेलकम टु रिसोर्ट हामी चाहिँ रिसोर्टमा पनि आइसकेको छ फाइनली के छ यहाँ हिउँसिउँ फाल्ने अनि दर्शन गर्ने ठाउँ होला सायद यता ढुङ्गाको यो के बनाएको इट्टाको अनि ट्रिसहरू पनि टन्नै आएको हुन्छ अनि यता हाम्रो फोटो खिच्दैछ नि अनि हामी चाहिँ यता हिँडिरहेछ घुमिरहेछ जोस् यस्तो घर सर हेर्नलाई कति राम्रो छ यार वाउ इट्स अ नाइस प्लेस स्केट हान्छ भन्छ कहाँ हो अग्लो ठाउँमा होला कि यहाँ त ल्याउँदै ल्याएन नि कहाँ हो त आमामा दामी छ ल हिउँ के हिउँ कहाँ जानु पर्यो ऊ बनाऊ न के अरे के बनाउनु त्यो के म्यान स्नोम्यान ए त्यो बनाउनु मार्छ होला हौ चिसोले त चिसोले मार्छ घरहरू चाहिँ कस्तो बबाल छ लु कता जानु फोटो खिच्नु जाऊँ न कतै 31 मा भने केटाहरू आएन हेर्न पनि स्नोम्यान बनाउनु एकैछिनमा बनिहाल्छ नि सँगै हिँड्दै नै केटाहरू अनि कहाँबाट स्नोम्यान बनाउनु ऊ त्यहाँ आम्मामा अलि माथितिर होला के बनाउनु वेलकम टु फुजिगावा लेट्स गो आमामामामा यो मजा आइरहेको यार रमाइलो भइरहेको के हो मा डाँडा लिएर जानु अनि फोटो खिचेर आउने त घरहरूभित्र जानु मिल्छ होला नि त अनि यता भिडियो बनाउनु ड्रोन उडाउनु मिल्छ होला यहाँ मिल्दैन होला होइन ड्रोन स्नोम्यान प्रिपेयरिङ भइरहेको छ यता गाडी पनि लिएर यतै रोकिदिएर मान्छे यस्तो बनाएको हो हिँड माथि हिँड माथि तलतिर जान मान्छे हामीले त उठाएर लगिसक्यो लु तिम्रो मान्छेले हो ल्याउ न फोटो खिचिदिन्छु अब त्यो हातमा समाउ ल्याउ लास्टै हामी फाइनल्ली हामीले चाहिँ हिउँसिउँको मान्छे बनाएर पनि फोटो खिचिसक्यो गाडी आएर अलि ल्याङ गर्दै थियो कि अनि त्यसपछि हामीले चाहिँ खिच्न सकेको थिएन अनि हामी यसो घुम्दैछ यताउति हेर्दैछ हिउँ छ केही छैन अरू के गर्नु धेरै भइदियो हान्न मिल्थ्यो मजा आउँथ्यो अब हान्न फोटो खिच्न अब जाने हो अनि फोटो खिचेर अनि हामी चाहिँ फर्किन्छौँ होला सायद जाम अगाडि जाम आऊ न अगाडि कता गयो यार तिनीहरूमा खै कता गए सबै कहाँ गइसक्यो अनि हामी चाहिँ अब चाहिँ कन्टिन्यू के त्यहाँ डाँडा जानु पऱ्यो कि त यता जानु पऱ्यो हिउँभित्र ढुङ्गा हाल्ने ढुङ्गा त्यस्तो पाइँदैन नि कहाँ हुन्छ पिसाब लाग्यो त्यही भएर म त पिसाब गर्नलाई यहाँ तल छिराउनु न मुनिमा मुनिमा छिराउनु न त्यो तुरी तुरी अनि ल्यापाको नाङ्गो भयो यहाँमा आउँछ होला नि त फोटा ऊ योमा हाल्यौँ यहाँबाट यसरी यहाँबाट होइन यहाँबाट टक्कै यहाँबाट हान्ने यो त आउँछ नि पुरै उताको त ल ऊ मास फसेको यार धन्न फस्यो भने त फस्यो नि त होइन तान्छ नि केटाहरूले यसरी मसँग त म लड्नु थाल्यो एउटा खुट्टामा बस्दिनँ लकडा अनि ल्याटक्कै गएर रोन्डी
ओइ भाइ रुक है हाफ निकाल्ने भने हैन चिर्छ है मान्छे टाउको हाल्ला मेरा त्यो उमाल्ने भने हो नि के तिमीले हाफ कि फुल ल 1 2 3 टाउकोमा लाग्यो आफू राम्रै आउँदैन यो फोटो ब्लर हुन्छ नि त अनि उतिखेर अलि साह्रो छ कि त्यता लाडो टाउकोमा लाग्यो टाउकोमा लाग्ने ल यसो बनाऊ टक्क ल हालौ बनाइहालौँ 1 2 3 गो ल गाइज हामी चाहिँ अलिअलि फोटोसोटो खिचेर रमाएर अनि भ्याइ पनि सकेको छ र अब उयो थोरै मात्रै बाँकी छ अनि हिउँ सिउँ खेलेर पनि भ्याइसक्यो ल अब्बरले चिसो भएको छ बिरालो पनि रहेछ त यहाँ काम छ यहाँ त केही छैन यहाँ रेस्टुरेन्टमा गयो भने हुन्छ अरे अनि कहाँ लिएर आएको त यहाँ अनि हिँड न ल जाऊँ ल अनि फोटोसोटो खिचिराखेको छन् हामी चाहिँ यता छ अनि डाँडा काँडा अनि अलिअलि पानी पनि परिराखेको छ चट्ट लगाएर अब चाहिँ हामी आधी घन्टापछि यहाँबाट निस्किन्छ होला अनि आफ्नो गन्तव्यतिर लागिन्छ गाई पानी नि कस्तो शुद्ध जस्तो हेर हेर न नुहाउन कम मजा आउँथ्यो होला है गाडी वास गर्न यहाँ छ त भेन्डिङ मेसिन कस्तो खालको हुन्थ्यो यार पुरानो गाउँतिरको दराज जस्तो आइसक्रिम पनि रहेछ हेर बजेट छैन होला नि त कम छ होला काको त्यो पानीमा नुहाउने जस्तो भइरहेको गर्मी भइरहेको मलाई त चिसो भयो गर्मी त जाडो त भएन यहाँ चाहिँ यो हात दुखिरहेको त्यो मान्छेहरू कहाँ बस्छ यहाँभित्र सुतिरहेको होला मस्तले यहाँ चाहिँ घुम्न आउनु पऱ्यो हामी चिनीहरू मस्त लगाएर सुतिरहेको होला आमा कि यहाँनिर पनि किन्ने हो यसको गाडीहरू छैन कता हो कता हो कता कता हो कता पुलै भेटिन्न त हो अहिले त घुम्छ क्या हो घुम्दैन हिउँ परेको नि त हिउँले ढाकेछ बस बस्ने यस्तो हुँदो रहेछ यार त्यो फोटो खिच्ने हो र तल लक छ त चापी मुत लागेर टेन्सन भइसकेछ गाइज होइन हामीले चाहिँ धारा के अरे कहिले नै भेटाएको छैन अब कहाँ जानु कसरी मुद्नु थाहा पनि छैन कार पनि मुझे उयो रोक्छ ल्याउँछ माछाले नदेखि जस्तो हानेर फालिदिनु यार नेपालको झन्डा पक भनौँ लाडो तिर्छौँ तम अर्को 2 तला भनेको यो हिउँ त्यो खस्यो भने त टाउकोमा लाग्छ यार मर्छ ब्याङको लागेर डाम मान्छे नै स्लिप फ्याट कोलाप्स हुन्छ कोलाप्स कति पर्सेन्ट छ 7% यार गोब्रोमा चार्ज पनि भ्यान लाग्यो यार गाइस Thank you all for watching.